क्वेसन यहाँ देख्दैछ तिमीहरूले क्वेसन नम्बर 4 पेज नम्बर 11 को 16th पार्टको भिडियो है यो। क्वेसन छ 1/a + b + x = 1/a + 1/b + 1/x। यसमा हामीले के गर्छौं भन्दाखेरि +1/x लाई यता सार्दाखेरि -1/x लेखेको छौं = 1/a 1/b उता नै बस्यो। अब यसको बादमा हाम्रो एलसीएम निकाल्नुपर्छ। a + b + x मुनि लेख्यो x एलसीएम एज इट इज बस्छ अनि यो x * 1 गर्दा x भइगयो। यो डल्लै a + b + x * 1 गर्दा यतापट्टि गयो। तर अब यहाँ याद गर्नु पर्यो एलसीएम निकालिसकेपछि चाहिँ यहाँनिर प्रपर युज अफ ब्र्याकेट गरेन भने चाहिँ तिमीहरूले यो साइनले गर्दा जम्मै मिस्टेक हुन्छ। त्यसकारण यो जम्मै एलसीएम गर्दाखेरि चाहिँ यो पार्ट जब उता लेख्छ त्यति बेला चाहिँ ब्र्याकेट युज गर। = यसको नि एलसीएम निकाल्यो। एलसीएम निकालेपछि b यता गइहाल्छ a उता गयो हैन b + a भइहाल्यो। नेक्स्टमा यहाँ ब्र्याकेट खोल्दाखेरि यहाँनिर सबै पोजिटिभ छ बाहिरबाट नेगेटिभ छ भन्दाखेरि ब्र्याकेट खोल्दाखेरि जम्मै नेगेटिभ भयो। यो पोजिटिभ x र नेगेटिभ x लाई यहाँ हामीले काट्यौं र -a र -b बाट -1 कमन निकाल्दा a + b भयो। अनि यहाँनिर चाहिँ हामीले खाली ब्र्याकेट खोलेको छ ax + bx + x² भनेर यहाँ लेखेको छ = अब यो b + a नलेखेर a + b लेखेको छ सजिलो हुन्छ भनेर अलिकति अल्फाबेटिक अर्डरमा लेखेको मात्रै हो। अनि नेक्स्ट स्टेपमा हामीले के देख्छौं भन्दाखेरि यतापट्टि पनि a + b यतापट्टि पनि a + b देख्छौं। a + b दुईपट्टि न्युमरेटरमा छ त्यसकारण यसलाई काट्नु पाउँछ। काटिदियो हामीले अनि यो उब्रिन्छ मेरो -1 डिनोमिनेटर = 1 डिनोमिनेटर। क्रस मल्टिप्लाई गर्दा दिस होल पार्ट * 1 गर्दा होल पार्ट आइहाल्यो अनि ab * -1 गर्दा -ab। अब -ab लाई यता सार्यो। यता सार्दा पोजिटिभ +ab आयो अनि यो त जम्मै यहाँ जस्तो छ त्यस्तै सार्यो। फर्स्टको दुईटाबाट ab + ax बाट मैले a कमन निकाल्दा b + x निक्ल्यो अनि यो दुईटाबाट x कमन निकाल्दा b + x = 0। सो अब यहाँ त क्लियर आइहाल्यो नि b + x b + x कमन छ निकाल्दे उब्रिन्छ मेरो a + x। सो आइदर फर्स्ट पार्ट 0 और सेकेन्ड पार्ट 0। फर्स्ट पार्ट 0 भयो भने x को भ्यालु -b, सेकेन्ड पार्ट 0 भयो भने x को भ्यालु -a।